आजको वक्ता पास्टर प्रेम श्रेष्ठज्यूलाई हामी यस ठाउँमा फेरि पनि ताली बजाएर स्वागत गर्नेछौँ। मण्डली परिवार सबैजनालाई जय मसीह। आज मेरो दुईवटा कार्यभारहरू छन्, यो लगाउने हो। दुईवटा कार्यभारहरू छन्। एउटा चाहिँ वचन दिनलाई, अघि नै अमला भाषी राख्नु भएको थियो, 3 चोटि ढाँट्यो मलाई भनेर। 3 चोटि आउँछु भन्यो, आएन होइन। हुन्छ, अरू कुराहरू म पछि भन्दै जान्छु। त्यसले गर्दाखेरि अहिले चाहिँ हामी बाल अर्पणमा अगाडि बढ्नेछौँ। अनि बाल अर्पणको लागि गुरुबाले तपाईँहरू जसलाई फर्महरू दिनुभएको छ, कतिले फर्म भर्नु भ्याउनु भएको छैन, तपाईँहरूले पछि भर्नुभए पनि हुन्छ। अनि बाल अर्पणको लागि जो तयार हुनुहुन्छ हजुरहरू अगाडि आइदिनु होला। अनि म तपाईँहरूलाई अगुवाई गर्नेछु। बाल अर्पण हस्, हामी सबभन्दा पहिला प्रार्थना गरौँ कि नानीहरूको बारेमा प्रभु येशू ख्रिस्टले ठिक छ बाबु, ठिक छ, नो प्रब्लम, ठिक छ, अहिले मिलाउला। मत्ती 19 अध्यायमा येशू प्रभुले भन्नुभएको कुरा म अलिकति सम्झाउनु मात्रै चाहन्छु। यसलाई विभिन्न प्रकारले चलाउने गरिन्छ। यहाँ मत्ती 19 को 13, 14, 15 पदमा यसरी लेखिएको छ, येशूले बालकहरूमाथि, अब यो बालक भनेपछि नानी बाबु दुइटै आउँछ है। येशूले बालकहरूमाथि आफ्नो हात राखी प्रार्थना गरिदिउन् भने मानिसहरूले तिनीहरूलाई उहाँ कहाँ ल्याए अनि चेलाहरूले ती मानिसहरूलाई हप्काए। हप्काउँदा के कसरी हप्कायो होला? किन यहाँ ल्याएको बच्चाहरू, उता लैजाऊ भन्यो होला होइन। हप्काउँदा त्यसो भन्यो होला, मलाई थाहा छैन कसरी भने। तर धेरै पटक चेलाहरूले यस्तो नचाहिने काम गरेका छन्। तर येशूले भन्नुभयो, बालकहरूलाई मौका आउनदेखि आउन देऊ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यस्तैहरूको हो। हालेलुया। अनि बालकहरूमाथि हात राख्नु भएपछि उहाँ त्यहाँबाट जानुभयो। एउटा घटना, येशू एउटा यात्रामा हुनुहुन्थ्यो अनि मानिसहरूले थाहा पाए कि येशूले हात राख्नु भएपछि त्यो परमेश्वरको आशिष आउँछ भन्ने मानिसहरूले थाहा पाए। अनि उनीहरूले आशा गरेर के गर्यो, मेरो नानीको लागि प्रार्थना गरिदिनुहोस् न, मेरो नानीको लागि हात राखेर प्रार्थना गरिदिनुहोस् न। तर त्यो चेलाहरू, कतिजना चेलाहरू त बिहा नभए चेलाहरू पनि थिए, त्यहाँ अविवाहित चेलाहरू, कतिजनालाई परमेश्वरको आशिषको बारेमा पनि थाहा थिएन। यतिसम्म कि कतिजना चेलाहरू त परमेश्वर भनेर येशूलाई मान्दा पनि मान्दैन थिए। येशूलाई एउटा गुरुको रूपमा दिन्थे, मान्दथे, अनि उनीहरूले बुझेका थिएनन्। अनि ती चेलाहरूले हप्काए, यो नानीहरूलाई नल्याऊ, लैजाऊ उता। हामीहरूले नि भन्छौँ नि होइन, नानीहरूले यसो कुद्यो दौड्यो भने यो कसको बच्चा हो, यो उता लैजा होइन, कसको यो कोही छाडा छोडेको के हो, थुप्रै भन्छ होइन। वास्तवमा बाइबलले त्यसरी बताउँदैन। नानीहरूको बारेमा त बाइबलको अर्कै अर्थ लाग्छ। परमेश्वरले भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै जाऊ। अनि वृद्धि हुनको लागि बालकहरू जन्मिनुपर्छ। अनि बालकहरू त वास्तवमा भने नि फुलहरू, सौभाग्यहरू, कति असल कुराहरू है। कहिलेकाहीँ मलाई एकदमै नराम्रो लाग्छ, त्यो हामी पुतली सडकतिर कतातिर जाँदाखेरि त्यो सानो सानो नानीहरू आएर 5 वर्ष 7 वर्षको नानीले 2 रुपियाँ दिनुहोस् न, 2 रुपियाँ दिनुहोस् भनेर आएको हुन्छ। जिउ पनि कस्तो भएर आएको। अनि म मनमा के सोच्छु भने, उसको बाउ आमाले सायद यदि ऊ हिन्दू हो भने मन्दिरमा गएर कति भाकल गर्यो होला, मुस्लिम भएको भने मस्जिदमा गयो होला, गुम्बामा गयो होला, कतिवटा मन्दिरहरू धायो होला, क्रिस्चियन भएको भए कति प्रार्थना गर्यो होला। बालक बालिकाहरू पायो अनि आज सडकमा फालिराखेको छ। कति दुःख लाग्दो कुराहरू, बडो पीडादायक। तपाईँ र म ख्रिस्ट येशूको रगतले किनिएका मानिसहरू। येशूले के भन्नुभयो, बालकहरूलाई मौका आउनदेखि नरोक। हालेलुया। किनभने यस्तै बालकहरूको, स्वर्गीय राज्य चाहिँ यस्तै बालकहरूको
अब त्यहाँभित्र रहेको रहस्य हामीले बुझ्नु पर्यो। बालकहरूले सत्य बोल्छन्, बालकहरूले सत्यलाई पछ्याउँछन्, उनीहरू झुट बोल्न जानेको हुँदैन। सानो नानी यो कालेबलाई यसो विचार गर्दा उसले झुट बोल्न सक्छ? अहिले सक्दैन। पछि पछि गएपछि बाउआमाले अरूले राम्रो व्यवहार गर्ने भने बोल्नु पनि सक्ला, तर बालकहरूले नर्मल्ली झुट बोल्दैन। अनि त्यहाँ ढोका ढङढङ गरेर कसैले सोध्यो पैसा तिर्नुपर्ने रहेछ बाउले भने, अनि नानीले यसो हेर्छ, अनि भन्छ बुवा त्यहाँ फलाना काका आउनु भएको छ, श्याम काका आउनु भएको छ, त्यहाँ बाहिर बोलाउँदैछ, छैन भनिदे। अनि बालकले के भन्छ? बुवा काका बुवाले भनेको छैन भन्ने भनेको छ। बालकहरू कति सत्य हुन्छ। याद गर्नुहोस् है मण्डली, आज तपाईँ र म हामी परमेश्वरका बालकहरू हौँ। आमेन। परमेश्वरका बालक बालिकाहरू हौँ। हामीहरू पनि त्यस्तै सत्य व्यवहार गर्ने, सत्य बोल्ने, कडा होस् तितो होस् नराम्रो होस्, सत्य बोल्ने, सत्यमा आधारित हुने, आफ्नो भुलहरू स्वीकार गर्ने, मानिलिने होइन। नानीहरूलाई कहिलेकाहीँ हामीले पछाडिको गालामा गरिदियो भने उसले सत्य बोल्छ, मैले गरेँ हो भन्छ होइन। अब मैले तपाईँलाई गालामा पड्काउ भनेको होइन, तर नानीहरूले सत्य बोल्छन्। येशूले भन्नुभयो स्वर्गीय राज्य यस्तै बालकहरूको हो। आज यी नानीहरू हामीले 1 2 3 4 5 6 7जना नानीहरूलाई प्रभुमा अर्पण गर्दैछौँ। उनीहरूलाई यो अलि अगाडि नै हुनुपर्ने हो, तर यहाँ अलिकता केही कुराहरू कमी भयो, हामीले गर्नु समयमा गर्नु सकेन। भवन बनाउने अरू थुप्रो कुराहरू, सुन्दरी जल मण्डली अब एउटा अवस्थामा आइपुगेको छ। हामी सबैजना यी नानीहरूलाई अर्पण गर्न तयार छौँ। आउनु शिर निहुराउँ सबैजना भएर, सबैजना शिर निहुराउँ। दयालु परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। आज यहाँ 7 जोडीले आफ्ना नानीहरूलाई मण्डलीको सामुने तपाईँ परमेश्वरको महिमाको घरमा सार्वजनिक रूपमा तपाईँ परमेश्वरको कामको तपाईँले दिनुभएको यी नानीहरूलाई तपाईँलाई नै अर्पण गर्दै हुनुहुन्छ। यो जानेर कि प्रभु नानीहरू त तपाईँ परमेश्वरले दिनुभएको दान हो र उनीहरूलाई कसरी हुर्काउनु पर्ने, बढाउनु पर्ने, अनि तपाईँ परमेश्वरले नै यी नानीहरूको लागि प्रभु असल ठाउँहरू तयार गर्नुभएको छ, उनीहरूको भविष्य तय गर्नुभएको छ। अनि बुवा आमाले यो कुरा बुझ्नुपर्ने छ, जान्नुपर्ने छ कि यो नानीहरूको पालन पोषण, उनीहरूको परवरिश कसरी गर्नुपर्ने, कसरी प्यारेन्टिङ गर्नुपर्ने, उनीहरूलाई संसारको दुष्टतादेखि कसरी जोगाउनु पर्ने ठुलो जिम्मेवारी मात्र होइन। एक दिन यी बालकको नानीहरूको सबै हरिसाबहरू तपाईँको अगाडि बुझाउनु पर्छ भनेर पनि यी बुवा आमाहरूले नानीहरूलाई तपाईँमा अर्पण गर्दै हुनुहुन्छ। तपाईँको आशिष रहोस् प्रभु, तपाईँको कृपा रहोस् र प्रभु उहाँहरूले जुन कुरा आज गर्नुहुनेछ प्रभु तपाईँकै महिमाको लागि हामी गर्न सकौँ। हाम्रो प्रार्थना छ, लिनुहोस् एक एक नानीहरूलाई, बुवा आमाहरूलाई तपाईँले आशिष दिनुहोस् येशू प्रभुको नाउँमा, आमेन। अब म उहाँहरूलाई सामूहिक रूपमा 1-2 कुराहरू भन्न लाउँछु मण्डलीको अगाडि। त्यसपछि हामी सबैजना प्रार्थनामा रहनेछौँ अनि म नानीहरूलाई उचालेर हातमा लिएर नै म बाल अर्पण गर्नेछु। सबैभन्दा पहिला उहाँहरूलाई सामूहिक रूपमा म भन्न लगाउँछु बुवालाई नै, अनि उहाँहरूले म सँगसँगै दोहोऱ्याउनु हुनेछ। हामी म होइन हामी भनेर सुरु गरौँ। सरी, हामी होइन, सेवा सकेर आउनुभएको है तपाईँ, वाह है। म सँगसँगै यहाँहरूले दोहोऱ्याउनु होला मजाले, मुख खोलेर नै है। तपाईँहरूले मुख खोल्नु भयो भने मेरो कानले सुन्छ, मुख खोलेर भन्नु होला। हामी परमेश्वरलाई धन्यवाद चढाउँछौँ। परम धन्यका परमेश्वरले हाम्रो परिवारमा यो नानी पठाइदिनु भएको छ।
हामी आशिषित भएका छौँ र आज प्रभुको अगाडि र मण्डलीको सामु परमेश्वरले नै दिनुभएको नानीलाई हामी परमेश्वरमा अर्पण गर्न चाहन्छौँ। हामी परमेश्वरमा अर्पण गर्दछौँ यो जानेर कि यो नानीलाई परमेश्वरले एउटा नासोको रूपमा दिनुभएको छ, जिम्मेवारीको रूपमा दिनुभएको छ। हामी परमेश्वरको अगाडि र मण्डलीको सामु यो परमेश्वरले दिनुभएको नानीलाई असल अभिभावकत्व हामी प्रदान गर्नेछौँ, राम्रो शिक्षा दिनेछौँ र परमेश्वरको वचन अनुसार हामी यो नानीलाई हुर्काउनेछौँ। निरन्तर परमेश्वरले खोज्नु भएको धार्मिक परिवारको रूपमा यो नानीलाई म तयार गर्नेछु। आमेन आमेन। ताली बजाइदिउँ मण्डली सबैजनाले। हुन्छ, अब हामी सबैजना यो प्रार्थना गरिदिउँ। आज उहाँहरूले जुन प्रण गर्नुभएको छ त्यो पुरा गर्नको लागि परमप्रभु परमेश्वरले उहाँलाई आशीर्वाद दिनुभएको होस्। म यसो गरौँ कि पहिला हजुर दुईजना त्यहाँ जानु होला, यहाँ नानीहरू दुईजना अर्पण गर्नेछौँ। त्यसपछि गुरुबाहरूलाई पनि म अनुरोध गर्छु उहाँहरूले नि म सँगसँगै अरू नानीको लागि पनि प्रार्थना गरिदिनु हुनेछ। सबभन्दा पहिला मलाई कालेब दिनुहोस्। अच्छा, कालेब आउनुहोस्। हामी सबैजना शिर निहुराउनेछौँ अनि प्रार्थना गरौँ जानेको भाषामा, अन्य भाषामा। प्रभु, हामी कालेबलाई तपाईँको हातमा अर्पण गर्दछौँ। अहिले भर्खरै बुवा आमाले जसरी स्वीकार्नुभयो कि कालेबलाई तपाईँ परमेश्वरले उहाँहरूको परिवारमा पठाइदिनु भएको अनि कालेबलाई ठिक प्रकारले हुर्काउन बढाउनलाई, शिक्षामा, सङ्गतिमा, तपाईँको वचनमा हुर्काउनलाई जो अनुग्रह प्रभु तपाईँबाट चाहिएको छ यो परिवारलाई तपाईँले दिनुहोस्। हाम्रो प्रार्थना छ। हालेलुया 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 हालेलुया। प्रभु, कृष्णलाई हामी हातमा ल्याउँछौँ अनि कृष्णलाई प्रभु रूपा अनि कृष्ण भाइको परिवारमा दिनुभएको छ। अनि प्रभु, यो नानीलाई प्रभु हुर्काउनलाई, बढाउनलाई तपाईँ परम प्रभु परमेश्वरबाट जुन ज्ञान चाहिएको छ, जुन अभिषेक चाहिएको छ प्रभु, यो दुष्ट संसारमा, पापले भरिएको संसारमा कसरी एउटा धार्मिकतामा यो नानीलाई हुर्काउनु परेको छ। अनि भाइ कृष्ण र प्रभु रूपालाई तपाईँले अनुग्रह गर्नुहोस् र कृष्ण तपाईँ परमेश्वरको अनुग्रह र मानिसको अनुग्रहमा, शरीरमा, कदमा, बुद्धिमा, ज्ञानमा, सबै शिक्षामा हुर्कदै बढ्दै जान सकेको होस् यीशुको नाममा। प्रभु, हामी जोय लिली श्रेष्ठको लागि हामी प्रार्थना चढाउँछौँ। कसरी यो नानीको जीवनमा तपाईँले कति ठुलो आश्चर्य कर्म गर्नुभएको छ प्रभु। धन्यवाद प्रभु, धन्यवाद। लाखौँ जिब्रो भए पनि हामीले धन्यवाद चढाएर सक्दैनौँ प्रभु। हामी जोएको लागि धन्यवाद चढाउँछौँ। उमेश र शान्तिलाई दिनुभएको यो वरदान, यो गिफ्ट, तपाईँले दिनुभएको गिफ्टलाई कसरी प्रभु हुर्काउन पर्ने, बढाउनु पर्ने, तपाईँ परमेश्वरको निम्ति प्रभु यो नानीप्रति उहाँहरू प्रभु लोयल हुनुपर्नेछ, उहाँ नानीलाई हुर्काउनु पर्नेछ। तपाईँको अनुग्रह भएन भने त हामीले गर्न सक्दैनौँ। प्रभु, आशिष दिनुहोस् यो नानीलाई। तपाईँ यीशुको रगतको घेराभित्र, तपाईँको सुरक्षाभित्र हामी ल्याउँदछौँ प्रभु। तपाईँले नै आशीर्वाद दिनुहोस् प्रभु। शान्तिलाई अनि उमेश भाइलाई तपाईँले अनुग्रह गर्नुहोस्। हाम्रो यही प्रार्थना छ। तपाईँको आश्चर्य कर्म यो परिवारले कहिल्यै प्रभु। हाम्रो प्रार्थना यीशु प्रभुको नाममा चढाउँछ।
प्रभु एजिएललाई हामी तपाईँको चरणमा लिएर आउँदछौँ। एजिएल जो प्रभु भाइ प्रद्युमन अनि परिवारमा तपाईँले ल्याउनु भएको छ, दिनुभएको छ, यो तपाईँबाटको वरदान हो प्रभु। एजिएल झुक्किएर एक्सिडेन्टली यहाँ आएको होइन, तपाईँले एउटा विशेष उद्देश्य राखेर यो परिवारमा एजिएललाई पठाउनु भएको छ। हाम्रो प्रार्थना छ यो नानी भविष्यमा गएर के बन्न पर्ने, के हुनुपर्ने हामी केही जान्दैनौँ। हामीलाई यति थाहा छ प्रभु, तपाईँको असल चेला हुनुपर्ने छ। हालेलुया। ओ तपाईँको धार्मिकता खोजी गर्ने व्यक्ति हुनु परेको छ एजिएल। हामी एजिएललाई तपाईँको हातमा अर्पण गर्छौँ प्रभु। अनि बुवा आमालाई जो अनुग्रह चाहिएको छ तपाईँ प्रभुबाट मिल्न सकेको होस्। हरेक अवस्थामा एजिएललाई हुर्काउनलाई तपाईँले सहायता गरिदिनुहोस्। तपाईँमा अर्पण गर्छौँ, लिनुहोस्। तपाईँको अभिषेक खनाउनुहोस् यीशुको नाममा। आमेन आमेन आमेन। के नाम हो उसको? सारा। उसको तिम्रो नाम के हो? यहाँ प्रभु, हामी यो सारा नानीलाई हामी तपाईँको हातमा ल्याउँछौँ। तपाईँ परमेश्वरले यो नानीलाई विजय भाइ र परिवारको जीवनमा दिनुभएको छ। अनि सारालाई हुर्काउनलाई, बढाउनलाई, पढाउनलाई, सबै प्रकारको अभिभावक बनेर प्रभु सहायता गर्नलाई विजय भाइ र परिवारलाई तपाईँले अभिषेक गर्नुहोस्, आशिष खनाउनुहोस् प्रभु। अनि साँच्चै नै यो नानी एक दिन प्रभु हुर्केर बढेर तपाईँको स्वरूपमा निर्माण भएर तपाईँको मन भएको सारा बनाइदिनुहोस् प्रभु। कसरी हामीले तपाईँको वचनमा सारा चाहिँ सम्पूर्ण सृष्टिको आमा, विश्वासको आमा भनेर लेखिएको छ प्रभु। हामी यो सारालाई पनि एउटा विश्वासको व्यक्ति तपाईँले बनाइदिनुहोस्। हाम्रो यही प्रार्थना छ। तपाईँको अभिषेक खनाउनुहोस्। धन्यवाद चढाउँछौँ येशू प्रभुको नाउँमा। आमेन 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 आमेन। के नाम हो? रेसु केटा हो? ए रेसु। सुरेन्द्र अनि रेखा। प्रभु सुरेन्द्र र रेखालाई दिनुभएको रेसुको लागि हामी प्रार्थना चढाउँछौँ। रेसुलाई तपाईँले आशीर्वाद दिनुहोस्। तपाईँको अभिषेकद्वारा प्रभु सबै जुवाहरू भाँचिन्छन् प्रभु। हामी जान्दछौँ तपाईँको अभिषेकद्वारा हाम्रा भारीहरू कमजोर हुन्छन् प्रभु। अनि सुरेन्द्र अनि रेखालाई, रेसुलाई कसरी हुर्काउँदै बढाउँदै तपाईँको आशिषमा, तपाईँको अनुग्रहमा, ओ प्रभु तपाईँ प्रभु येशू मानिस र परमेश्वरको अनुग्रहमा शरीरमा कहदमा हुर्किनु भए जस्तै नै अनि प्रभु रेसुलाई हुर्कँदै बढ्दै जानलाई बुवा आमालाई जो अनुग्रह चाहिएको छ प्रभु। अनि त्यति मात्र होइन, एक दिन रेसुको सम्पूर्ण हिसाबहरू प्रभु तपाईँको अगाडि बुझाउनु पर्छ भन्ने जानकारी प्रभु त्यो मनन गर्दै हुर्काउन बढाउनलाई अनुग्रह गर्नुहोस्। हाम्रो प्रार्थना छ येशू प्रभुको नाउँमा। आमेन आमेन आमेन। के नाम? हर्षित। प्रभु हर्षितलाई हामी तपाईँको हातमा ल्याउँछौँ। सुशीला र हरि भाइलाई दिनुभएको हर्षितको लागि हामी तपाईँ परम धन्यका परमेश्वरलाई धन्यवाद चढाउँछौँ प्रभु। तपाईँको आशिष हो नि प्रभु। अनि तपाईँको आशिषलाई हामीले सदुपयोग गर्न सकौँ, कुनै पनि प्रकारले दुरुपयोग नभएको होस्। सबै रोग बिमारहरू अवस्थाहरूबाट तपाईँले जोगाइदिनुहोस्। हामी जान्दछौँ सबैभन्दा सुरक्षित ठाउँ चाहिँ तपाईँ यीशुको रगतको घेराभित्र हो प्रभु। अनि प्रभु यो बाबुलाई, हर्षितलाई तपाईँ यीशुको रगतको घेराभित्र र तपाईँको अभिषेकभित्र हामी ल्याउँछौँ र भविष्यमा के हुनुपर्ने, के गर्न पर्ने तपाईँबाटको तृष्णा, बुद्धि र ज्ञानले भरिदिनुहोस्। हाम्रो प्रार्थना छ सुशीला र हरि भाइलाई एउटा असल प्यारेन्ट्स, असल अभिभावकको रूपमा यो नानीलाई हुर्काउँदै बढाउँदै एक दिन तपाईँको अगाडि हिसाब बुझाउनु पर्छ भन्ने जानकारी राखेर मनन गर्दै जिउनलाई तपाईँले सहायता गर्नुहोस् येशू प्रभुको नाउँमा। आमेन। हुन्छ, हामी सम्पूर्ण बाउ आमालाई एकदमै हार्दिक बधाई छ। तपाईँहरूले आफ्नो नानीहरू प्रभुलाई दिनुभएको छ है। तपाईँले जथाभावी गर्न पाउनुहुन्न, प्रभुले दिनुभएको नासो हो।
अनि उहाँको इच्छा अनुसार हुर्काउनु बढाउनु तपाईँहरूको कर्तव्य हो। मेरो नानी डक्टर बनाउला, पाइलट बनाउला, कुनै के गराउला, प्रभुसँग प्रार्थना गर्नुहोस्। प्रभुले के बनाउन चाहनुहुन्छ त्यही नै नानीहरू बन्न सकोस्। हामी मण्डली एकचोटि सबै ताली बजाएर धन्यवाद दिउँ। थ्याङ्क यू, बधाई छ तपाईँलाई। ल बधाई छ है त, ल तिमीलाई नि बधाई छ, ल बधाई छ रेखा, ल है त, ल बधाई छ, बधाई छ, हेलो बधाई छ, ल बधाई छ, बधाई छ, सिङ्गना छ, ल पुष्पा बधाई छ, ल तिमीलाई नि ब्लेसिङ, ल माइ बधाई छ, ल हस् हस्।